गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो यहाँ रङ्गशालामा छ। आज चाहिँ हाम्रो ट्र्याक रनिङ हो, जिम हुँदैन। सो अनि ट्र्याक रनिङ पछि दिउँसो चाहिँ स्विमिङ क्लास छ। अनि अहिले चाहिँ 5 मिनट्सको 3 राउन्ड गरेर चाहिँ सकिन्छ। सो आज चाहिँ हाम्रो 2 राउन्ड चाहिँ फर्स्टमा वार्मअप गर्ने, त्यसपछि चाहिँ 3 राउन्ड 5 मिनट्स रनिङ आफ्नो बेस्ट म्याक्सिमम स्पिडमा। त्यसपछि होइन त्यो हजुरलाई देखाउँछु। कस्तो लागेको छ भाइ? साथ आएर छैन यार, पुरा रुगा लागेको छ। उँभोदेखि आज घाम पनि आइरहेन यार, किन हो किन। लास्टमा त्यति जो कप छ 100 मिटरको, त्यहाँ कप छैन र त्यहाँनिर दमै छुटिसकेको थियो। मलाई थाहै थिएन त अब म कुद्छु कि कुद्दिनँ भनेर। गाह्रो भइरहेको छ, खुट्टा गलिसक्यो र पनि कुदिहाल्यो भने पुगिहालेँ। यहाँ हेरौँ अब के हो। अब लास्ट राउन्ड छ। अब यहाँ अघि हामी रेकर्ड गर्ने बिर्सेको थियौँ। अब दाईको पालो, अब दाई कुद्नुहुन्छ नत्र म कुद्छु। एकअर्कालाई एकचोटि लास्ट राउन्ड रेकर्ड गर्ने, त्यसपछि अगाडि भनौँ ल। ल ल टाइम सक्यो होला मेरो पालो होइन। ल क्यामेरासँग म गएँ। ल रेडी, ल कुद्नु है, गो। जान 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 भएको छ गाइस दाई त। अब विकास दाई थाक्नुभयो र धेरै टाइमपछि अब रनिङ गर्दै हुनुहुन्छ नि। मलाई त लाइक अब बिचमा मलाई इन्जुरी आएको थियो, सोल्डरको इन्जुरी थियो, अड्याक्टरको इन्जुरी थियो। पुगिसक्नुभयो। सोल्डर काँधामा सोल्डर र एड्याक्टरको इन्जुरी थियो। अनि धेरै लामो ग्याप भयो। अनि त्यसपछिदेखि कुद्दै हुनुहुन्छ। कुद्ने धेरै गाह्रो भइरहेछ। लाइक नकुदौँ जस्तो पनि फिल भइरहेको थियो, तर पनि स्टिल कुद्दै हुनुहुन्छ। उहाँको मेन गोल त वर्ल्ड च्याम्पियन बन्नेको छ, त्यसको लागि कुद्दै हुनुहुन्छ। नाइस, कुद्नु 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 कुद्नु। नाइस 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 नाइस, कुद्नु कुद्नु कुद्यो 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 कुद्यो। नाइस, ट्याक्क 5 मिनट भइसक्यो। ल थाकिसक्नु होला, के भन्दा पनि थाकिसक्नु होला। जुमोट गरौँ, सोधौँ न एकचोटि के भएको छ दाइलाई। साथ नै हो, थाक्नुभयो। बोल्न सकिरहेन, स्ट्यामिना लस भएको छ अलिकति त्यो। सेकेन्ड, फर्स्ट त धेरै राम्रो थियो, सेकेन्ड ठिकै थियो, थर्ड ठिकै थियो। तर इफ प्रोफेसनलको नजरमा हेऱ्यो भने अलिकति कम। सो अब यही माथि काम गर्नुपर्छ, बिकज भियर म्याक्स धेरै इम्पोर्टेन्ट छ हाम्रो गेममा। म बोल्न सकिरहेन ल। ल ल ठिक छ। अब मेरो पालो कुद्नेको। अब दाईको हालत हेरेर त मलाई नि आफै अर्कै हुन थाल्यो। मेरो पनि ब्युटी म्याक्स हल्का राम्रो छैन गाइस। ल म पनि आफ्नो ट्रेनिङ गर्छु, हजुर हेर्नुहोस् न। ओ त्यहाँ आइरहेको छ भाग भाइ भाग, भाग अर्जुन भनेर के। यहाँ पुग्यो। खोइ अलि फास्ट, अलि फास्ट फास्ट। 31 छिटो अलि भाग। मेरो त आँखा बन्द लागिसक्यो, इलेक्ट्रिक एसिड बढे जस्तो छ। कहाँ पुग्यो, कति भइसक्यो भाग्न लाग्यो, अझसम्म भागिरहेको। ल ल यो छ लास्ट हो, अलि तेज जान, जति सकिन्छ त्यति लास्ट, अलि फास्ट। ओ त्यहाँ पुग्यो। मलाई हेरि छ, अब स्टप भन्छ भनेर आएको होला, बट अझ 20 सेकेन्ड बाँकी छ। हेरिरहेछ ल यसो त खतरा गरे त। नाइस 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 नाइस, तान 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 तान, अरू फास्ट, तान 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 तान, स्टप। कैसा लगा भैया आपको, हैं कैसा लगा भैया आपको, ये लो बोलो जरा सा।
म साथै जान्छु म चाहिँ थाक्यो सास आएन मलाई ओहो म त्यहाँ 100 मिटरमा यस्तो कुदेँ नि आफ्नो 100% दिएर मलाई थाहा होला कसरी होला मेरो यहाँ एरेक्टरदेखि लिएर कट्सदेखि लिएर ह्यामस्ट्रिङ सबै दुखिरहेको छ गाइस पछि बोल्छु ल ल धेरै खतरा हाने है यसले चाहिँ ल गाइस आज सेक्सन सक्यो रनिङको अनि अब हामी कुल डाउन गर्न गइदिउँ जुडो हलमा आयो धेरै मजा आयो थाकिन धेरै थाक्यौँ अब हामी भित्र गएर हल्का कुल डाउन गरौँ स्ट्रेचिङ गरौँ अब त्यसपछि निस्किने हो अनि जिम पनि जाने छ गएर हल्का डाइट वगैरह खाएर एकछिन जिम जान्छौँ जिममा के खास मतलब वेट ट्रेनिङ गर्ने आज हामी स्ट्रेन्थिङ गर्दैनौँ स्ट्रेचिङ मोबिलिटी एक्सर्साइज गर्छौँ सो त्यो गरेपछि लाइक हाम्रो फटिक परेछ नि यो रनिङमा गरेको फटिक यिनीहरूलाई चाहिँ मोबिलाइज गर्नको लागि हामी जिममा गएर मोबिलिटी एक्सर्साइज गर्छौँ एन्ड स्ट्रेचिङ गर्छौँ त्यसपछि आज छ सातो बाटो स्विमिङ पुल आज हाम्रो सातो बाटो स्विमिङ पुल हो मजा आउँछ जस्तो लागिरहेको छ ल गाइस तातो जानु पानीमा मजा आउँछ यो हाम्रो जुडोको हल लाइट अन छैन बट लाइट अन हुँदाखेरि चमक्क चम्किन्छ है हाम्रो कुल डाउन र स्ट्रेचिङ सक्यो अब हामी जान लागेको छौँ एनपिसी ए हामी मतलब बिर्से हाम्रो दाइ पुलिसवाला पनि हुनुहुन्छ जेनेरल सर ओ के गर्दै जानु ठिक छ अब हामी जान लाग्छौँ